आमाको माया आँखा अगाडि देखिन्छ, अङ्गालोमा मुस्कानमा माया भरिएका शब्दहरूमा। तर बाबाको माया त्यो यति सजिलै देखिँदैन। उहाँको माया जिम्मेवारीको भारीभित्र लुकेको हुन्छ। आमा रोएर माया देखाउनुहुन्छ अनि बाबा हाँसेर पीडा लुकाउनुहुन्छ। हामीलाई चाहिएको सबै कुरा दिन आफ्ना चाहनाहरू चुपचाप त्याग्ने मान्छे हुन् बाबा। उनी थाक्छन् तर कहिल्यै गुनासो गर्दैनन्। हामी लड्दा आमाले उठाउनुहुन्छ तर बाबाले सिकाउनुहुन्छ, फेरि नलड्ने बाटो देखाउनुहुन्छ। आमाको माया महसुस हुन्छ, बाबाको माया बुझ्न अलि समय लाग्छ। तर जब बुझिन्छ त्यो माया सबैभन्दा गहिरो, सबैभन्दा बलियो र निस्वार्थ हुन्छ। यस प्रस्तुतिमा बाबा र छोरी बीचको सम्बन्धलाई, मायालाई देखाइए तापनि यो सृष्टिकर्ता आमाको त्याग त्योभन्दा ठुलो र महत्त्वपूर्ण हुन्छ। तसर्थ एकचोटि सम्पूर्ण आमा र बाबाहरूको लागि जोरदार ताली बजाएर सम्मान